one that they are all mixed here. I don't know somebody. Every ब्रेकफास्ट रेडी भयो साथीहरु फर्स्टको मेरो आजको ब्रेकफास्ट सरहरुसँग है म यो धर्मे गौछन् भन्ने ब्रेकफास्ट खाँदैछु जाडो भइरहेछ लन्डनमा चिसो छ है हामी अब म र मेरो डार्लिङ मेरो साथी दुईजना घुमिरहेछौँ यो लन्डनको अलिकति है अब गाउँमा कुनार रहेछ कि कुना कि गाउँ सहर कता यसो दुईजना हाम्रो केही दिनपछि काम स्टार्ट हुने भएको कारणले कति बस्ने रुममा भनेर हामी घुम्दैछौँ है आज हाम्रो डे 2 हुन्छ लन्डन आएको तपाईँलाई लन्डन घुमाउँछ केही छैन अब हेरौँ फर्किनु पर्ला बच्चाहरू के हो एकछिन घुमिरहेको छु साथीहरू है चिसो छ लन्डन घरहरू आनन्द शान्त छ है वातावरण भिडभाड छैन आनन्द लागिरहेछ घुम्न अब भनौँ यो मेरो दोस्रो चोटि हो लन्डन सेकेन्ड टाइम लन्डन भिसा 3 टाइम पहिला एकचोटि बिचमा आउनु पाएन के कारणले अहिले आइरहेछ हेरौँ मजा भइरहेछ साथीहरू है ट्याक्क म तपाईँलाई सयसम्म लन्डनको सबै छ म जान्छु त्यसको भ्लग बनाएर भ्याएसम्म हरेक दिन हेर्ने कोसिस गर्छु हामी यो सर्टकट बाटो हामी केही 5 जना खोजिरहेछौँ है सर्टकट बाटो जान लागिसक्यो विदेशमा यस्तो स्पेस जहाँ भने ब्लक गरिदिन्छ कि सबका फोरहरू आफ्नो कम्पनी यहाँ सानो छ टक्क सफा गरिदिएको हुन्छ कि होइन यो एकदम राम्रो हाम्रो नेपालमा भयो भद्रगोल हुन्थ्यो कि यो कुरा एकदम राम्रो सस्तो छ है यहाँ पुरा ब्लक गरेर कस्तो राम्रो बनाइदिएछ कि कस्तो यही पनि राम्रो देखिन्छ है यो सिस्टम दामी लाग्यो सबै बाटो यता ब्लक गर्ने होइन यो साइन बोर्डहरू लेख्दैछ यहाँ कस्तो के छ यहाँ त हुनसक्छ पार्क आयो है एक्सर्साइज राम्रो सफा गरेर सबै है म्यानेज गरेरै यो कुरा एकदम राम्रो लाग्छ कि विदेशमा मलाई यति सफा छ कि है टक्क राम्रो टक्क घुम्न आयो सार्वजनिक स्थलमा एउटा एक्सर्साइज गर्ने कस्तो राम्रो शान्त चिटिक्क यो एकदम पोजिटिभ पक्ष के हैन यो टक्क शान्त हावा नेचुरल हावा खाएर नि टक्कै तपाईँहरूले एक्सर्साइज गर्न सक्छ हुन त अहिले काठमाडौँ हाम्रो बालिन सरले नि गर्नुभएको छ काठमाडौँको पार्किङमा तर यहाँ आफ्नो व्यवस्थितै टक्क आयो पार्कमा सरसफाइ टक्क यही नै हो कि विदेशको राम्रो सबभन्दा राम्रो पक्ष रोडहरू कति क्लिन छ सफा छ है यही चिज हाम्रो देशमा पनि गर्न पाए कति राम्रो हुन्थ्यो कि है टक्क बाटोघाटो यस्तो ठाउँमा पिसहरू पुगेछ यता पार्किङ छ यहाँ मान्छे होइन यो कुरो एकदमै जरुरी लाग्यो क्या हाम्रो देशमा पनि यस्तो भइरहेको त हाम्रो यो भन्दा त कति गुना स्वर्ग टक्क रोडहरू यस्तो बाटो छ हाम्रोतिर अब हिलो कच्चा के हुन्थ्यो यो त एकदम ध्यान दिए है साथीहरू यो एकदम राम्रो पक्ष छ अब म तपाईँलाई एकछिन पस गर्छु फेरि अर्को ठाउँ देखाउँछु ठाउँमा साइनबोर्ड हाँसहरू मजा आइरहेछ आहा कुल रेसिडेन्ट एरिया रहेछ है खरीहरू त्यो चारो दिइरहेछ हाँसलाई अनि हाँसवाला सम्भवत यस्तो राम्रो आनन्द यो एकदम राम्रो लाग्यो नजिकैको नजिकै होइन त्यहाँ पार्किङ एउटा सानो घुम्ने चौरहरू कस्तो राम्रो दुबोहरू होइन यहाँ पनि सेम त्यस्तै छ तर यहाँ पनि खेल्ने बच्चाहरूलाई यो अन्त सिस्टमेटिक हो कि यहाँ आनन्द यो हो कि मलाई एकदम राम्रो लाग्छ यहाँ पनि टक्क बस्ने आफ्नो आफ्नो काम हो शान्त
विदेशीको भाइब्स भनेको यसलाई भन्छ कि अरू त नर्मल हो अब है नेपालमा राम्रो राम्रो रोड बन्न लाग्छ व्यवस्थित सफा वातावरण भयो त्यही त्यस्तो थियो होइन यहाँ पनि आएर खेल्ने रमाउने बच्चाहरूको लागि एकदम राम्रै पार्किङ बनाइदिएको हुन्छ नि त्यहाँ गएर खेल्न सक्ने यति ठाउँलाई स्पेसलाई कस्तो राम्रै घाँसे मैदान यसलाई कटिङ गरेर कस्तो मिलाइदिएको छ कि विदेश भनेको यो नै डिफ्रेन्ट हो कि साथीहरू मैले भन्छु है अरू त के नै छ र है हाम्रो देशमा यस्तै यस्तै बनाइदिएको कति हुन्छ अनि यहाँ मान्छेले ठ्याक्क सिस्टमेटिकले गरी त्यही छ त्यो दुईवटा डिफ्रेन्ट 3 मिनटको डिफ्रेन्टमै फुटबलहरू बच्चाहरू फुटबल खेल्न सक्छ होइन पार्किङ लिइरहेको छ क्या मजाले यही त मजा खेल्छ होइन फोहोर फाल्ने पनि आनन्द कि फोहोर फाल्ने नि यहाँ वरिपरि अरू चिटिक्क आफ्नो सिस्टमेटिकले कि मान्छेले फाल्ने चाहिँ कति स्ट्यान्डर्ड छ होइन यहाँ फाल्यो टक्क फोहोर फाल्ने नि कति ट्याक्क डम्पिङ गरेर लग्यो हाम्रो जथा यो पनि राम्रो हो कि अरू त सेम त नि हाइवे आयो होइन यहाँ कति राम्रो यो रोड मेरो साथीहरू रोड देखाउँदैछु रोड त अब नेपालमा पनि बनिसकेको छ रोडको त अब हाम्रो देशमा यी सफा कि सफा तपाईँलाई देखाउँदैछु म मेरो साथी बस स्टपहरू होइन लन्डन सिटी होइन के छ त्यो त ठुलो कुरो भएर नेपालमा भइरहेको छ तर यो चुरुट खानेको लागि ट्याक यहाँ राख्दैछ बास टक्क है साथीहरू हामी पुलमा हिँड्दैछौँ है त पुलमा अब म पुल देखाउँदैछु त्यो खै के हो पुल हो है साथीहरू यस्तो पुल ट्याक ट्याक पुल दामी छ है डिजाइन टक्कै साथीहरू है यो रोड गयो यताबाट खानाको लागि खाना खाइरहेछौँ है दिनको लागि साथीहरू खानाको लागि हाम्रो हरिदाईको छोरोसँग भेट भयो है उहाँको केही थियो खुसी लाग्यो ल भाइ है 2 घन्टा गएर अङ्कल ल बाई बाई ल राम्रोसँग जाऊ है ल ल है त ल ल ल ल बाई 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 है ल ल बाबु है होइन ठिक छ होइन पछि भ्यायो भने कतै पऱ्यो होला होइन हजुर यता मात्रै बस्नु के अरे 1 महिना 10 दिन 1 हप्ता सिट हुन्छ होला हजुर